गुड मर्निङ साथीहरू, गुड मर्निङ। के हुँदैछ, कसो हुँदैछ, सबजना सन्चै हुनुहुन्छ। म चाहिँ अब डेली भ्लग गर्नेवाला छु है। यो मेरो साना पुन्टापुन्टीहरू यतिको भए अब एउटा बोतल हल्लाउँदै बस्न सक्ने भए। अब काम छैन, दिनको एउटा भ्लग सुट गर्ने हो, राख्ने हो। कलौटी यहाँ छ, मेरो यो गोरे यहाँ छ, फेरि अर्को कलौटे त्यहाँ छ। मैले पाका सन्तान गाई चरी तीनटै, तर कलर मिल्दैन। यो झन् यो जुम्लेको हेरे, यो कस्तो काले ह, हेरेको कालेले। यो हेरे यहाँ कहाँ छ, यो तालु गोरे ह। अनि यो त कलौटी भन्नै परेन। अनि म चाहिँ यस्तै छु, म निकाली नै छु छन चाहिँ। अनि अर्को कुरा के हो भने, भन्न लागिरहेको थिएँ म, फेरि स्टप भयो। ल अहिलेलाई यति नै, आज दिउँसभरिको डेली भ्लग आउँछ साथीहरू, हेरेर कमेन्ट गरिदिनु होला। अर्को कुरा के भनेदेखि, यी दुइटालाई जुम्लाएको मैले जुम्लाउन चाहिँ चाहेको थिइनँ। यिनीहरू मलाई दुःख दिने जुम्लेका आएर त ठिक छ कि, न अनुहार मिल्छ, न हाइट मिल्छ, न वेट मिल्छ, न यो के मिल्छ, के पनि मिल्दैन। यो जुम्लाको भन्ने मात्रै हो। यो हेऱ्यो भने 1 वर्ष सानो जस्तो देखिन्छ, 1 वर्ष त नभनौँ, 6 महिना जस्तो। यो रासेको यो देखिन्छ 1 वर्ष जस्तो देखिन्छ। यतिको ठुलो सानो हुन्। यिनीहरू भोलि पर्सि कस्तो हुने थाहा होइन, त्यही भएर पनि एउटा भिडियो चाहिँ मैले रेकर्ड गरेरै राखिरहेको छु होइन। अब मैले यो जे जस्तो भए पनि युट्युबमा चाहिँ पोस्टाउने छु। पोस्टाएर राख्दिनँ, भोलि पर्सि यिनीहरूले हेर्छन् होला होइन। त्यही भएर यस्तै छ गाइजहरू।